हेलो साथीहरू, आज मसँगै मेरो माइती घरमा स्थित सोल्ठी बजार यानि कि सर्लाही राजघाटको सोल्ठी बजार जाम है त। यो चाहिँ यहाँको प्रख्यात बजार हो। यो चाहिँ बुधबार र शनिबार लाग्छ। भन्दा भन्दै सोल्ठी बजार पनि आइपुग्यो। हामी चाहिँ सिधै सोल्ठी बजारको इन पोइन्ट चौतारातर्फ जान्छौँ। त्यहाँ चाहिँ ठ्याक्क चौताराको अपोजिट साइडमा चाहिँ मिठो पानीपुरी पाउँछ अरे। हामी चाहिँ त्यही ट्राई गर्न जाँदैछौँ। भन्दा भन्दै पानीपुरी पनि आइपुग्यो र पानीपुरी पनि मिठो थियो। त्यसपछि पानीपुरी खाएर हामी लाग्छौँ फेरि अगाडितर्फ। यो चाहिँ हाम्रो घर हो। यहाँ चाहिँ हाम्रो पूजा पसल र अनि खाजा पसल पनि छ। अनि अहिले चाहिँ बजारमा धेरै सब्जीहरू पाउँदो रहेछ। अनि हामीले सब्जी पनि किन्यौँ। त्यसपछि गयौँ हामी सधैँ खाजा खाने ठाउँ। यहाँ चाहिँ हामीले चिकन मोमो अर्डर गरेको थियौँ र मोमो धेरै तातो तातो भएर मजाले खान पनि पाइएन है। तर मोमो चाहिँ एकदमै मिठो पाउँछ क्या यहाँ। अनि हामीले चाउमिन पनि अर्डर गरेको थियौँ। चाउमिन पनि मिठो थियो। चाउमिन मोमो खाइसकेपछि हामी चाहिँ लाग्यौँ आइसक्रिम खान तर्फ। तर कोन सिद्धिएर हामीले एउटा मात्र आइसक्रिम खायौँ। त्यसपछि हामी लाग्यौँ घरतर्फ। घर त जाँदै थियौँ, बिचमा अङ्कललाई भेटेर मेरो बहिनी चाहिँ अङ्कलसँगै फेरि बजार डुल्न गई। अनि बहिनीलाई पठाएर हामी फेरि घरतर्फ लाग्यौँ। यो चाहिँ हाम्रो घर जाने बाटो। कति रमाइलो छ क्या, हेर्नु न। अनि यो चाहिँ हाम्रो चौतारा। थ्याङ्क यू सो मच।